ए बरे त्यो अर्को भड्डु पनि ल्या त त्यो पनि जुठो छ माच्नु पर्यो हैन किन सुन्दैन ए कान्छी कान्छी अनि यसले के गर्ने भित्र यसले के गर्ने भित्र हैन के गर्ने यसले फेरि राम 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 अलिकति लाज शरम केही छैन अलिकति बुहारी मान्छे भएर यही गर्ने तैँले म यस्तो सासु भएर तल भाँडा माझिरहेको छु त माथि मस्त बसेर टिकटक बनाउने राम राम लाज शरम छैन कस्तो बुहारीले छ गाडी मेरो छोराले पनि म त हुक्क भएको छु गाडी के बुहारी भए सधैँ काम गर्नुपर्छ भन्ने छ र कहिले त बस्नु दिए पनि हुन्छ त्यस्तो दाखलाखा पनि आफै अर्पण स्टिक यो घरमा त नोकर बस्न जस्तो लाग्यो होला सधैँ त गरेर आउँछ र काम एकैछिन बसेको देख्नुहुन्न त्यो फुटी आँखाले यो घरमा बस्न मन छ राम्रोसँग बस्ने नत्र जाने कुम्ला उठाएर घरतिर आजकलका बुहारीहरूले के भयो हामी त आफ्नो सासु ससुरालले शिर उठाएर हेर्न सक्दैन थियौँ जहिले हाम्रो शिर जाङ्रा आस्न हुन्थ्यो गाडी आफ्नो जमाना जस्तो लाग्यो होला है गरे बस्छ तल जस्तो लाग्यो नि नसम्झे हुन्छ त्यस्तो त पहिला जस्तो जमाना छैन चेन्ज भइसकेको जमाना अहिले त नि परेपछि शिर मात्र होइन मैले त खुट्टा घोच्चा के उठाउन उठाइदिन्छु धेरै ठुलो स्वर नलाग है म त जग्गालाई सग्गालाई लुज दिउँला गाडी म तेरो घरमा आएन त मेरो घरमा आउँछु बुझिस् चुप्प लाग्छ ओइपट्टि कहाँ जाने हो गइहाल्यो थोते दाँत लिएर गरौँ भाँच्चीलाई फेरि चुक्ली बड्डी हेर त चुकेली बड्डी रे निको गर्दिनु हेर बड्डी त्यो मेरो बुहारी त चुकेली बड्डी भन्छ त्यस्तै हो के अब खै अब बुहारी अब यो सासु भएपछि त अलिकति संस्कारहरू गर्नु पर्ने हो अरू कता त डरान पर्ने हो के रे पर्ने हो मेरो बुहारी भन्ने बोल्नु तिम्रो बुहारी राम्रो छ तिम्रो बुहारी त कमसेकम भन्ने मान्छे मेरो बारी त ठिकै छ त्यही त अनि कमसेकम भन्ने मान्छ अनि बिहान उठेर घरहरू लिप्ने काम घर पोछा गर्छन् खाना साना बनाउँछन् ठिकै छन् कि अर्को केटासँग लागे हराउ गेमकोसँग